यो चाहिँ दर्पण छाया मुभीको पुल अरे है, सुटिङ भएको थियो अरे नि त यहाँनिर होइन मम्मी? यो जति पनि यो मुभीमा सुटिङहरू भएको छ, म चाहिँ फर्स्ट टाइम हो है, मैले चाहिँ यहाँनिर आएको थिएन। मम्मीहरू त पहिला नै आउनु भएको थियो होला। हे गाइस, हामी चाहिँ लोले गाउँ आइपुगे है। यो रहेछ एक कफे। मेरो मम्मी नानी हो। अब हामी चाहिँ जाँदैछ है घुम्नुको लागि। हेलो सनी। हामी चाहिँ लोलेमा फोटो सोटो खिचेर पनि सक्यो है। हेलो, कस्तो लाग्दैछ? रमाइलो लागिरहेछ। मम्मी कस्तो लाग्दैछ? एकदम रमाइलो। दादा लो नाना बुनु नाना नानी कस्तो लाग्दैछ? मजा आउँदैछ फ्यामिलीसँग घुम्नु पाउँदा। मजा आउँदैछ है, हामी चाहिँ नै इन्जोय गर्दैछ। अब फेरि अर्को डेस्टिनेसन जाँदैछ है। हामी चाहिँ यो दर्पण छाया मुभी सुटिङ भएको रुटमा जाँदैछ है। Look at the view. यो चाहिँ आई थिङ्क दर्पण छाया मुभीको सुटिङ भएको ट्री होला है। आई एम नट स्योर। यो चाहिँ दर्पण छाया मुभीको पुल अरे है, मुभीमा आएको हो। मम्मी कति बजे? 11 आन्टीले चाहिँ घरबाटै लिएर आउनु भएको 2 जनाको लागि, मम्मी र आन्टीको लागि हो। 2 जना त के सबैको लागि हुन्छ होला। चाउमिन मगाइरहेको छु उसको लागि त, ऊ चाउमिन खाने रे। हामी कुहिरो उडेको हेर्नुहोस् त। तर यो क्याप्चर चाहिँ भएको छ कि छैन है कुहिरो उडेको। हामी चाहिँ हाम्रो चाहिँ स्नेहा र मेरो गाला कस्तो रातो भएछ है। तिम्रो पनि रातो भएछ। बुनानालाई कस्तो फिल हुँदैछ? मजा आउँदैछ। हात चाहिँ हल्लाउनु चाहिँ नबिर्सिनु सबैजना। हात चाहिँ हल्लाइहाल्नुपर्छ। आन्टी चाहिँ एकदम इमोसनल हुनुभयो है।
कस्तो ब्लर आयो मेरो त के भयो माम थापा यहाँ राइदिनुहोस् न खाना यता हेर्नु त हामी चाहिँ डेलो आइसक्यो फाइनली वाउ दामी आई लभ कालिम्पोङ आइपुग्यो हामी बाटो त यता जस्तो लाग्यो त सारैपट्टि बाटो हेर्नुहोस् है यहाँनिर भ्युजहरू चाहिँ चढेर खिच्नुपर्ने सबैजना I love यता मम्मी यता रहेछ हे गाइस डेलो हामी चाहिँ यो है यहाँनिर देख्न सक्नुहुन्छ डेलो टुरिस्ट लज अरे हैन यो त टुरिस्ट लज रहेछ नि त मम्मी कहाँनिर ए यतैबाट बाटो होला नि त हिँड्नु त बाई बाई एभ्रीबडी अब चाहिँ हामी घर फर्केको मेरो मम्मी कस्तो फिलिङ हुँदैछ दुईजनालाई मजा आउँदैछ सन्ध्या नानालाई मलाई मजा आयो हेलो